नमस्कार सम्पूर्णमा म कृतिमा छेत्रीको तर्फबाट आज हामी सामु हुनुहुन्छ बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा कार्यरत मधुमेह विशेषज्ञ डाक्टर अजय यादव सर। मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरू हामीले हाम्रो घर, गाउँ, समाजमा प्रख्यात रूपमा देख्न पाउँछौँ। यस्तो रोगबाट बच्नका लागि हामीले हाम्रो दिनचर्यालाई कस्तो बनाउन जरुरी छ त? यसको जानकारीका लागि हामी आज स्वयं सरको दिनचर्यालाई नजिकैबाट निहाल्ने सुवर्ण अवसर लिएर हजुरको सामु आइसकेका छौँ। नमस्कार सर। नमस्कार। हामीले देखि नै हाल्यौँ सर बिहान सबेरै 4:30 बजे उठ्नु भएको थियो। सर यति सबेरै चाहिँ किन? जीवनको व्यस्तताका कारण या बिहानै उठ्नु पनि केही यसका फाइदाहरू पनि छन्? हामीमा आज प्रश्न पारिदिनुहोस् न। त्यो बिहान उठेर चाहिँ जुन हामी गर्छौँ नि, जस्तै बिहान चाहिँ अब हिडुल गर्ने जुन हुन्छ नि, त्यो बिहान उठ्नुमा धेरै फाइदा छ। कस्तो छ भनेपछि बिहान भनेको कस्तो एउटा चाहिँ एकदमै नरम माटो हुन्छ नि, त्यो नरम माटो जस्तै हो। तपाईँले आफ्नो जीवनलाई जसरी चाहिँ बनाउनुहुन्छ होइन, जसरी भाँडो बनाउनुहुन्छ त्यस्तै भाँडो बन्छ कि है। र बिहान उठेर जुन त्यो एउटा हाम्रो चाहिँ जुन मोबाइल चलाउने बानी छ, अथवा टिभी हेऱ्यो अथवा चाहिँ कुनै के अरे समाचारहरू हेऱ्यो भने त्यो कस्तो हुन्छ नि, हाम्रो त्यो अब मस्तिष्कलाई नै अब अपहरण गरे जस्तै हुन्छ कि हामी दिनभरि त्यही कुरा सोचिरहेको छौँ कि। त्यसैले बिहान चाहिँ उठेर जस्तै अब हामी हिडडुल गर्छौँ, त्यसमा चाहिँ अक्सिजन चाहिँ राम्रो जान्छ कि हाम्रो मस्तिष्कमा। त्यसले गर्दा दिनभरि तपाईँको चाहिँ शरीर एकदमै फुर्तिलो हुन्छ। कस्तो हुन्छ भनेपछि नि, जस्तै तपाईँले बिहानलाई जित्नुभयो भने तपाईँको दिन जित्नुहुन्छ, र दिन जित्नुभयो भने तपाईँको अब होइन जीवन नै जित्नुहुन्छ जस्तो हुन्छ। त्यसले गर्दा यो बानी एकदमै, बिहान उठ्ने बानी एकदमै राम्रो हो। पहिला पनि भन्छ नि, जस्तै अब सूर्य चाहिँ उदय हुनुभन्दा चाहिँ अगाडि नै उठेको धेरै राम्रो होइन। र जुन पहिला छ नि, जस्तै अब यो तन मन धन भन्छ नि, अहिले पनि खास त्यस्तै हो कि, खास तन मन धन नै हो कि। अब अहिले हेर्छु कि प्रायः चाहिँ अब तनमा कम ध्यान दिएको होइन, धनमा चाहिँ बढी ध्यान गइरहेछ। त्यसपछि अलिकति त्यो मनमा र समय पायो भने मात्र चाहिँ अब यो तनमा ध्यान दिने बानी छ नि, त्यसले गर्दा रोगहरू बढ्दै गइरहेछ नि त अहिले। सर सबेरै 4 बजे 4:30 बजे उठ्नुहुन्छ भने सुत्नु चाहिँ कति बजे हुन्छ? अनि हामीले कति घन्टा सुत्नुपर्छ? र क्वालिटी स्लिपको चाहिँ हाम्रो जीवनमा के कस्ता फाइदाहरू छन्? यसको बारेमा पनि भनिदिनु न। जस्तै सुत्न चाहिँ म 10 बजेभित्र सुतिहाल्छु होइन। त्यसले गर्दा के हुन्छ भने 6 घन्टा 7 घन्टा पुग्छ। खासमा सुत्ने भनेको 6 देखि 8 घन्टा हो होइन। 6 घन्टाभन्दा कम सुत्यो भने चाहिँ अनुसन्धानहरूले के देखाएको छ भने, जस्तै यो मुटुघातको के अरे 200 गुणाले बढेर गएको छ मुटुघातको चान्सेस, र अर्को चाहिँ क्यान्सरहरू पनि 300 गुणाले बढेर जान्छ। त्यसले गर्दा सुत्ने भनेको 6 देखि 8 घन्टा चाहिँ सुतेको राम्रो होइन। एभरेजमा 7 घन्टा त्यो चाहिँ चाहिन्छ सुत। सर उठेपछि कसरत गर्नुभएको पनि हामीले देख्यौँ। सर हजुर कसरत चाहिँ कति टाइमसम्म गर्नुहुन्छ र कसरतका के कस्ता फाइदाहरू छन्? जस्तै हिडाइ छ नि, अब हिडाइको धेरै फाइदा छ कि। जे गर्नुहोस् हिड्नुहोस् कि। हिडाइको भनेपछि त्यो हिडाइ दबाई नै हो भन्छ कि। यो होइन कि मलाई म भ्याइनँ, म अब 1 घन्टा नै हिड्नुपर्छ भने छैन। कुनै हिडाइ पनि चाहिँ फाइदाजनक छ कि। त्यसले गर्दा जे गर्नुहुन्छ होइन, अब यो कसरत गर्नु यो राम्रो यो नराम्रो सबैभन्दा पनि कसरत चाहिँ गर्नु पर्यो। त्यो बसेर चाहिँ सोचिरहेको छ नि, म के गर्दा राम्रो होला होइन, यो गर्दा राम्रो होला, त्योभन्दा राम्रो बरु एकछिन हिँडिहाल्यो भने फाइदा हुन्छ कि। गर्नुहोस्, गएर गर्नुहोस् न, सोच्नुभन्दा बरु गरेको चाहिँ राम्रो हो है त। त्यसले गर्दा फाइदा चाहिँ धेरै हो, किन कसरत गर्यो भने त रोग लाग्दैन नि होइन। पहिला चाहिँ हाम्रो हजुरआमाहरू होइन, अब उहाँको पनि अब भनौँ न, अब हाम्रो चाहिँ अब उहाँको पनि आमाहरू, हजुरआमाको आमाहरू रोग थिएन नि पहिला। रोग किन थिएन भनेपछि दिनभरि चाहिँ हिँडे गर्नुहुन्थ्यो कि होइन, काम गरे गर्नुहुन्थ्यो। अब जब बस्ने कामहरू बढी भयो नि, त्यसपछि रोग बढ्दै गयो कि। ल उहाँहरू पनि आउनु। नमस्ते 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 नमस्ते। अनि तपाईँहरू चाहिँ सधैँ यस्तै बिहान मर्निङमा गर्नुहुन्छ कि कस्तो? हामी चाहिँ ग्राउन्डमा आएर अलिकति एक्सर्साइजहरू गर्ने, रनिङ गर्ने हामी 20 मिनट जति गर्छौँ। हामी कति समयसम्म कसरत एक्सर्साइज गर्नुपर्ने त्यो थाहा छैन खासै। ओके, अनि 30 मिनट ठिक छ। अनि के गरिरहनु पर्छ राम्रै हो कि। खास जे गर्नुहुन्छ त्यो फाइदाजनक नै हुन्छ। अनि तपाईँ चाहिँ? सर म चाहिँ जिम जाने गर्छु। जिम जाने गर्छु, हुन्छ। जे तपाईँलाई राम्रो लाग्छ होइन, जुन फर्मको राख्दा सबै राम्रै हो, सबै चाहिँ फाइदाजनक नै हो होइन।
सर मेरो एउटा क्वेसन थियो जस्तो हामीले ग्राउन्डमा हामी जस्तो राउन्ड हान्छ एक राउन्ड हान्छौँ या वक गर्छौँ या धेरैजनाले गेम पनि खेल्नु हुँदैछ होइन फुटबल क्रिकेट बास्केटबल अनि सबै गेमहरूको जिम जान्छन् कोही त सबैको एउटा इक्वल बेनिफिट छ कि सबैको डिफ्रेन्ट बेनिफिट्स छ क्या होइन सबैको बेनिफिट चाहिँ छ होइन अलिक फरक होला होइन जस्तै जिम गर्दाखेरि अलिक मासुहरू चाहिँ अब बढ्ने हुन्छ होइन सबैको बेनिफिट छ होइन तर यस्तो होइन कि जस्तै अब सबैको चाहिँ विभिन्न बेनिफिट भएर पनि होइन अब जस्तै फाइदा भएर पनि फाइदा चाहिँ सबैको छ कि फाइदाको सबैको चाहिँ आफ्नो फाइदा छ होइन तर अल्टिमेटली त हाम्रो शरीरलाई नै फाइदा हुने हो नि त होइन त्यसले जे तपाईँलाई सजिलो हुन्छ जे रुचाउनुहुन्छ त्यो गरेको धेरै राम्रो है त त्यो चाहिँ राम्रो हो जस्तै यसले चाहिँ कस्तो छ भने नि अब सबभन्दा राम्रो भने नि अघि पनि होइन किनभने अब यो जुन हामी हिँड्छौँ नि होइन अब हिँडाइ त दबाई नै हो भन्छ रोग नलाग्ने दबाई नै हो होइन अब जुन जे गर्दा पनि सबैजनाले हिँडि नै रहनु भएको छ कि है जिम गर्दा पनि हामी त्यहाँ पनि जान्छौँ एकछिन हिँड्छौँ त्यहाँ गर्छौँ होइन अब अहिले पनि फुटबल खेल्दा पनि सबैजना हिँडि नै राखेको छ होइन त्यसले गर्दा सबभन्दा राम्रो के छ भनेपछि आफूलाई चाहिँ स्वस्थ राख्नु कि कस्तो छ भने अनुसन्धानहरूले के भन्छ भने नि 75% चाहिँ जुन रोग छ नि त्यो रोगबाट हामी बच्न सक्छौँ कि त्यो सिम्पल एउटा चाहिँ यो हामी बिहान बिहान हिँड्छौँ नि कुनै फर्म चाहिँ एक्सर्साइजहरू गर्छौँ नि त्यसले चाहिँ बचाउँछ कि हामीले रोगबाट होइन यदि चाहिँ डक्टरले के गर्छ डक्टरले हामीले चाहिँ स्वस्थ राख्ने होइन नि त डक्टरले त रोगको उपचार पो गर्ने हो तपाईँ जानुहुन्छ दबाई दिन्छ रोगको उपचार पो भयो तपाईँलाई स्वास्थ्य राख्ने होइन त कुनै पनि डक्टरले तपाईँले रोगी स्वास्थ्य चाहिँ राख्दैन कि आफूलाई स्वस्थ राख्ने हो कि त्यसले गर्दा अब यो जुन गरिरहनु भएको छन् उहाँहरूले सबैले चाहिँ आफूलाई नै स्वस्थ राखिरहनु भएको छ डक्टरले रोगको उपचार मात्र गर्ने हो है त सर अनि मैले चाहिँ एउटा पढाउने बेलामा मलाई सरले भन्नुभएको थियो कि हामी घाममा चाहिँ धेरै कुद्यौँ जस्तै घाममा पनि धेरै साथीहरू गेमहरू अब म्याचहरू भइरहेको हुन्छ होइन घाममा फुटबल खेल्ने गर्छन् एकदम 12-1 बजेको घाममा पनि भइरहेको हुन्छ केही कार्यक्रम त्यसले चाहिँ हामीलाई बेनिफिट भन्दा पनि त्यसले चाहिँ हाम्रो शरीरमा नराम्रो इफेक्ट पनि गर्छ जस्तो कुरा गर्नुभएको थियो यसका होइन जस्तै घामले त हामीलाई फाइदा गर्छ एकदम धेरै घाममा चर्को घाममा कसरत गर्नु चाहिँ त्यति राम्रो नमानिने हो कि यो मिथ अनि यस्तो छ कि जस्तै अब धेरै गर्मी ठाउँ छ होइन धेरै गर्मी ठाउँ छ अब 40 डिग्री 45 डिग्री छ अब त्यस्तोमा सक्दैन नि त त्यस्तोमा त अब हिट स्ट्रोक बेहोसहरू हुने चान्सेस हुन्छ नि त होइन त्यो घाम चाहिँ हामीलाई चाहिँ भिटामिन डी दिन्छ कि है त हामीले त्यो जुन एक्स्ट्रा क्याल्सियमहरू ट्याब्लेटहरू खाइरहेको हुन्छ त्यो खानु पर्दैन नि त्यो घाममा गयो भने त खानाबाट त्यो घामबाट नै भिटामिन डी बन्ने हो होइन त्यसले गर्दा के छ भने फेरि हामी चाहिँ एउटा के छ भने होइन बिहानको घामले चाहिँ हामीलाई चाहिँ भिटामिन डी दिन्छ होइन भिटामिन डी फ्याल्ने भनेको 10 बजेदेखि 2 बजेसम्म हो कि हो हामी चाहिँ घाममा उभियौँ र हाम्रो चाहिँ जति त्यो हाम्रो छाया हुन्छ नि शरीरको जति सानो हुँदै गयो त्यति भिटामिन डी फ्याल्दै जान्छ कि त्यसले गर्दा 12 बजे म्याक्सिमम भिटामिन डी फ्याल्ने हो तर 10 बजेदेखि 2 बजेसम्म भिटामिन डी फ्याल्ने 10 बजेसम्म जिरो फ्याल्दैन है त्यसले गर्दा घामले चाहिँ बेनिफिटै हुन्छ कि होइन अब अहिले चाहिँ विभिन्न थरीको अब भन्छ नि छाला बिगार्छ यो बिगार्छ होइन खोइ पहिला त बिगार्थेन छालाहरू होइन सबैको राम्रै हुन्थ्यो होइन तर घाम चाहिँ चाहिन्छ किनभने यसले चाहिँ सबैको भिटामिन डीहरू टेस्ट गर्दा सबैको कम देखाउँछ कि हो त्यो दबाई खानु हो त्यसमा त प्रिजर्भेटिभ दबाई खानुभन्दा बरु घाम खानु राम्रो हो हामीले सरको दिनको सुरुवात कसरी हुन्छ त भनेर हेरिहाल्यौँ सरको दिन प्राय ओपिडीमै बित्ने गर्छ बिरामीको सेवा गर्दै सरको दिन ओपिडीमै बित्ने गर्छ र आज हामी सरको ओपिडीमै आएका छौँ आखिर डायबिटिज भनेको के हो त शरीरमा ग्लुकोजको मात्रा कति भयो भने हामी त्यसलाई डायबिटिज भन्छौँ बिरामीहरूलाई सरले के गर्नुपर्छ के खानेकुराहरू खानुपर्छ के खानु हुँदैन यसका लक्षणहरू के हुन्छन् र यसको उपचार कसरी गरिन्छ त भनेर हामी सरसँग नै विस्तारमा बुझ्ने कोसिस गर्दछौँ गुड आफ्टरनुन सर गुड आफ्टरनुन सर आखिर डायबिटिज भनेको के हो त र शरीरमा ग्लुकोजको मात्रा कति भयो भने हामी यसलाई डायबिटिज भन्दछौँ यसको विस्तारमा भनिदिनुहोस् न एकदमै राम्रो प्रश्न कस्तो छ भनेपछि सुरुमा जुन डायबिटिजको बिरामी आउँछ नि हैन डायबिटिजको बिरामी आएपछि पहिले चाहिँ हामी चाहिँ डायबिटिज सम्बन्धी जानकारी दिन्छौँ कि त्यो थाहा हुनै पर्छ आफूलाई के रोग छ
कति चाहिँ कतिलाई सुगरलाई चाहिँ हाम्रो चाहिँ अब नियन्त्रणमा छ भन्ने, कतिलाई चाहिँ नर्मल भन्ने त्यो चाहिँ थाहा हुनैपर्छ। त्यसले गर्दा कस्तो छ भनेपछि नैले 50% भन्दा बढीलाई थाहा नै छैन कि डायबिटिज छ भनेर, किनभने उहाँ जाँच नै गर्नुभएको छैन। जसलाई थाहा छ कि मलाई अब डायबिटिज छ भने उहाँहरूले चाहिँ 50%ले दबाई नै खानुभएको छैन। जसले चाहिँ दबाई खाइरहनु भएको छ उहाँहरूमा चाहिँ 50%मा चाहिँ सुगर चाहिँ नियन्त्रणमा छैन। त्यसले गर्दा नै डायबिटिजले गर्दा जुन दिन प्रतिदिन समस्या बढ्दै गइरहेछ नि त्यो चाहिँ एकदमै त्यो नियन्त्रणमा नभएर हो। जहिले पनि डायबिटिजको रोग चाहिँ राम्रै हो कि समस्या चाहिँ नराम्रो हो कि। डायबिटिजको दबाई महँगो भन्दा पनि समस्या चाहिँ महँगो हुन्छ हैन। र जस्तै अब बिरामी सुरुमा आयो हैन, अनि हामी चाहिँ यो डायबिटिजको पर्चा राखेका छौँ कि यो पर्चा भनेको एउटा चाहिँ खानपिन सम्बन्धी जानकारी दिन्छौँ र एउटा अर्को चाहिँ खुट्टाको हेरचाह र स्याहारको बारेमा जानकारी दिन्छौँ। सुरुमा के छ भनेपछि खानपिनमा चाहिँ अब यो चाहिँ जानकारी दिँदाखेरि डायबिटिज के हो त भनेर जानकारी दिन्छौँ हैन। जस्तै प्रश्न गर्नुभयो नि, डायबिटिज भनेको नि रगतमा सुगरको मात्रा आवश्यकताभन्दा बढी हुनु हो हैन। र हाम्रो रगतमा जहिले पनि सुगर चाहिँ हुन्छ, किनभने सामान्य कार्यको लागि जस्तै अब यहाँ गफ गरिरहेको छौँ नि त्यसमा त सुगर चाहिन्छ हैन, इनर्जी चाहिन्छ। हाम्रो शरीरलाई चाहिँ एकदमै ऊर्जा दिन्छ कि इनर्जी दिन्छ हो। र रगतमा धेरै सुगर राम्रो होइन, समयमा ध्यान दिएन भने गम्भीर शारीरिक समस्या र स्वास्थ्य जटिलता हुन सक्छ हैन। र अर्को चाहिँ शरीरमा सुगर नियन्त्रण चाहिँ इन्सुलिनले गर्छ कि शरीरमा जुन पेनक्रियाज ग्ल्यान्ड हुन्छ त्यहाँबाट इन्सुलिन निस्किन्छ, त्यसले चाहिँ सुगर नियन्त्रण गर्ने हो हैन। रगतमा सुगरको मात्रा कतिलाई सामान्य अथवा चाहिँ नर्मल भन्ने भने त्यो थाहा हुनुपर्छ बिरामीलाई। भनेपछि खाली पेटको जुन हामी जाँच गर्छौँ नि 70 भन्दा 100 चाहिँ को बिचमा चाहिँ हुनुपर्ने हुन्छ खाली पेटको। र खाना खाए पछाडि 140 भन्दा कम हुनु पर्यो, त्यो चाहिँ नर्मल हो। र एउटा चाहिँ HbA1c हुन्छ जो चाहिँ कस्तो छ भनेपछि 3 महिनाको औसत सुगर हुन्छ, त्यो चाहिँ 5.6 भन्दा मुनि हुनुपर्छ कि। यति भयो भने चाहिँ नर्मल भनेर भन्छौँ हैन। अब त्यसमा चाहिँ विभिन्न थरीको डायबिटिजहरू हुन्छ, एउटा पहिलो टाइपको हुन्छ, एउटा चाहिँ दोस्रो टाइपको हुन्छ, एउटा गर्भावस्थाको डायबिटिज हुन्छ, र अहिले चाहिँ धेरै खालको चाहिँ डायबिटिजहरू छ हैन। अब पहिलो टाइपको डायबिटिज जुन हुन्छ नि, अब यो चाहिँ पुरा डायबिटिजमा गऱ्यो भने 10%मा चाहिँ पहिलो टाइपको डायबिटिज हुन्छ। यो चाहिँ कस्तो छ भने आफ्नै शारीरिक विभिन्न कारणले गर्दा पेनक्रियाजको ग्ल्यान्डको जुन भने नि बिटा सेल त्यो चाहिँ नष्ट भएको हुन्छ। त्यसले गर्दा चाहिँ पहिलो टाइपमा चाहिँ इन्सुलिन चाहिँ उत्पादन हुँदैन हो। र यो चाहिँ प्रायः चाहिँ यो चाहिँ अहिले चाहिँ जुनसुकै उमेरमा देखिरहेछ, 60 वर्षमा पनि पहिलो टाइप देखिरहेछ हैन। तर प्रायः चाहिँ के अरे यो बच्चाहरूमा, किशोर अवस्थामा, युवामा र अर्को चाहिँ जुन हाम्रो जस 20 वर्षभन्दा मुनिकोमा बढी चाहिँ देख्छ कि यो। र यसको उपचारको लागि चाहिँ भने नि अघि इन्सुलिन बन्दैन भनेपछि इन्सुलिन चाहिँ सुई मार्फत लिनुपर्ने हुन्छ हैन। अर्को चाहिँ दोस्रो टाइपको जुन चाहिँ धेरै छ, 90% डायबिटिज दोस्रो टाइपको हुन्छ हो। अब सामान्यतः 40 वर्षभन्दा बढीमा देख्छ, तैले चाहिँ 4 वर्षको बच्चामा पनि टाइप 2 देखेको छ कि हो। र मोटोपना भयो, शारीरिक गतिविधि कम भएको अवस्थामा अथवा पारिवारिक जुन जसले इतिहास बोकेको हुन्छ नि, आमा बुवामा जस्तै छ दुईजनामै छ भने 90% चान्सेस हुन्छ डायबिटिज हुने हो। जस्तै अथवा आमामा मात्र छ अथवा बुवामा मात्र छ, एकजनामा मात्र छ भनेपछि 40% चान्सेस हुन्छ डायबिटिज हुने हैन। त्यसले गर्दा त्यो पारिवारिक चाहिँ इतिहास बोकेकोहरूमा त्यसमा चाहिँ टाइप 2 डायबिटिज देख्छ हैन, दोस्रो टाइपको डायबिटिज। र यो टाइपमा पेनक्रियाज ग्ल्यान्डले को बिटा सेलले चाहिँ पर्याप्त मात्रामा चाहिँ इन्सुलिन चाहिँ निकाल्दैन, जति निकाल्नु पर्ने इन्सुलिन त्यति इन्सुलिन चाहिँ निकाल्दैन हैन। तर कस्तो छ भनेपछि जति इन्सुलिन चाहिँ उत्पादन हुन्छ नि त्यो इन्सुलिनले पनि राम्ररी काम गर्न पाउँदैन, किनभने शरीरमा बोसो नै बोसो हुन्छ, कलेजोमा बोसो जमेको हुन्छ, जताततै बोसो हुन्छ। त्यसले गर्दा चाहिँ राम्ररी काम गर्न पाएर आउँदैन इन्सुलिन, उत्पादन भएको इन्सुलिन पनि हैन। अब यो सुगर नियन्त्रणको लागि जस्तै मुखले खाने दबाई नै चाहिन्छ टाइप 2 मा, तर नियन्त्रण भएन भने चाहिँ इन्सुलिन चाहिँ सुई मार्फत पनि लिनुपर्ने हुन्छ टाइप 2 मा पनि। अर्को चाहिँ गर्भावस्थाको डायबिटिज हुन्छ, गर्भावस्था भएको बेला चाहिँ हुने डायबिटिजलाई गर्भावस्थाको डायबिटिज भन्छ हैन। यो चाहिँ गर्भावस्थाभरि चाहिँ इन्सुलिन दबाई सुई मार्फत लिनुपर्ने हुन्छ, किनभने गर्भावस्थामा डायबिटिज भयो भने नि कस्तो हुन्छ नि एकदमै नियन्त्रणमा राख्नुपर्छ, नत्र बच्चालाई हानि गर्छ हो। र बच्चा जन्मेको केही दिन पछाडि आफै चाहिँ ठिक हुन्छ डायबिटिज। यो चाहिँ डायबिटिज आफै चाहिँ नर्मल भइहाल्छ हैन। यसमा चाहिँ त्यसपछि चाहिँ दबाई खानु पर्दैन, केही हप्ता पछाडि 3 हप्ता अथवा 6 हप्ता पछाडि चाहिँ दबाई चाहिँ खानु पर्दैन हैन। र अन्य थरीको डायबिटिज चाहिँ यदि छ भने डाक्टरले भन्छ, किनभने त्यो अब विभिन्न थरीको जाँच गरेर चाहिँ त्यो थाहा हुन्छ, विभिन्न थरीको डायबिटिजहरू चाहिँ त्यो चाहिँ डाक्टरले चाहिँ भन्छ हो।
धन्यवाद सर। हामीले सरबाट डायबिटिज भनेको आखिरमा के रहेछ त भन्ने कुराहरू बुझिहाल्यौँ। सर, यसका लक्षणहरू चाहिँ के देखिने गर्छन्? जस्तै अब एउटा चाहिँ डायबिटिज भयो होइन, अब डायबिटिज छ भनेपछि कस्तो छ भनेपछि जस्तै खाली पेटको कति मात्राले चाहिँ डायबिटिज भन्ने, जस्तै अब खाली पेटको यदि सुगर होइन 126 भन्दा माथि छ भने डायबिटिज हो, अथवा खाना खाएर 200 भन्दा बढी छ भने डायबिटिज हो। 2 घन्टापछि हामी जाँच गर्छौँ नि, 2 घन्टापछि जाँच गर्दाखेरि, अथवा चाहिँ हामी चाहिँ 75 ग्राम ग्लुकोज पाउडर खाएर पनि जाँच गर्छौँ। जस्तो जुन बेला पनि आयो त्यति बेला चाहिँ हामी 75 ग्राम ग्लुकोज पाउडर दिन्छौँ, त्यसपछि जाँच गर्छौँ। यदि त्यो जाँच गर्दाखेरि 2 घन्टा पछाडि चाहिँ 200 भन्दा बढी छ, त्यो चाहिँ डायबिटिज हो होइन। अथवा जुन बेला पनि आयो त्यो रेन्डम जाँच गर्यो तर लक्षण छ, जुन लक्षण भन्नुभयो नि, तिर्खा बढी लाग्ने, भोक बढी लाग्ने, प्यास बढी लाग्ने, त्यस पछाडि अल्छीपना लाग्ने, आँखा धमिलो हुने है, तौल चाहिँ घट्ने है, अल्छीपना लाग्ने, त्यस्तो छ भने यिनीहरू चाहिँ लक्षण हो कि जुन बेला पनि जाँच गर्यो 200 भन्दा बढी छ तर यी लक्षणहरू छ भने त्यो चाहिँ डायबिटिज हो। सर, अनि अब अहिले समाजमा अब खानेकुरा जति खायो त्यति इनर्जी हुन्छ भनेर हामी धेरै खाने गर्छौँ र डायबिटिज यसको यो राम्रो होला कि नराम्रो होला? अनि पछि डायबिटिजका बिरामीहरूले चाहिँ के कस्ता खानेकुराहरू चाहिँ खानुपर्छ, के कस्ता खानेकुराहरू खानु हुँदैन र खाने तरिका पनि हुन्छ भन्ने सुनेको छु। यो खाने तरिकाको बारेमा पनि प्रश्न पारिदिनुहोस्। यस्तो छ कि जस्तै अब समाजमा हो बच्चाहरूलाई पनि धेरै खाना खुवाउँछ नि, बच्चा मोटोगाटो भएको चाहिँ एकदमै राम्रो हुन्छ भन्छ नि, त्यो मोटोगाटो बच्चा चाहिँ राम्रो होइन, त्यो चाहिँ रोग हो कि मोटोपना चाहिँ रोग होइन। र धेरै खाना खानु भनेको नि भनेपछि के हुन्छ, त्यो मोटोपना हुन्छ होइन। जस्तै अब तपाईँको घरमा पनि होला नि, फुलहरू छ, गमलाहरू छन् त होइन, अथवा चाहिँ बोट बिरुवाहरू छन् त होइन, बोट बिरुवालाई पानी चाहिन्छ होइन। धेरै पानी दियो भने के हुन्छ, त्यो उल्झाइहाल्छ होइन, सुकेर जान्छ, बिग्रेर जान्छ। त्यस्तै शरीरलाई पनि हो कि ठिक्क मात्रामा चाहिँ अब सुगरहरू जस्तै इनर्जीहरू भयो भने ठिकै छ, धेरै चाहिँ भयो भने चाहिँ शरीरलाई हानि गर्छ। अनि बिरामीहरूले चाहिँ के कस्ता खानेकुराहरू चाहिँ खानुपर्छ र के कस्ता खानेकुरा? जस्तै सुरुमा डायबिटिजको बिरामी आयो होइन, सबभन्दा पहिला हामी के गर्छौँ भने नि, बिरामीलाई पहिला चाहिँ यस्तो हुन्छ, चिन्ताले बढी सुगर बढ्छ कि। जस्तै कुनै डायबिटिज अघि पनि भने डायबिटिजको रोग चाहिँ राम्रै हो, समस्या चाहिँ नराम्रो होइन। डायबिटिजको दबाई महँगो भन्दा पनि समस्या महँगो हुन्छ होइन। अब जस्तै कहिलेकाहीँ कस्तो हुन्छ नि, मलाई डायबिटिज भयो, मेरो साथीलाई छैन होइन, उसलाई छैन, चिन्ता बढी गर्न थाल्छ। डायबिटिज रोग हुने बित्तिकै चिन्ता बढी बढ्छ, त्यसपछि नियन्त्रणमा आउँदैन कि। डायबिटिज रोग चाहिँ राम्रै हो कि होइन। कस्तो छ भनेपछि नि, अब यहाँ बसेर आधी घन्टा जस्तै 10-15 मिनट चिन्ता गऱ्यो, आधी घन्टा बसेर चिन्ता गऱ्यो र 1 केजी मिठाई खायो भनेपछि चिन्ताले बढी सुगर बढ्छ कि। त सुरुमा चिन्ता नगर्नु भनिदिन्छु कि बिरामीले, सुरुमा चिन्ता नगर्नु, किनभने अब तपाईँको चाहिँ यसमा केही पनि दोष छैन, माथिबाट आउँछ, आमापट्टि बुवापट्टि 7 पुस्ता होइन, सम्पत्ति मात्र छोड्दैन नि त पुस्ताले होइन, रोग पनि छोडेर जान्छ नि त होइन। त्यसले गर्दा सम्पत्ति आउँदा खुसी हुने, रोग आउँदा दुःखी हुने। अहिलेको खानपिन जीवनशैली सबै बदल्यो नि त, हरेक खानेकुरामा केही न केही त्यो दबाईहरू हालेको हुन्छ नि त, त्यसले गर्दा चाहिँ रोगहरू बढ्दै गइरहेछ। सुरुमा त्यो चाहिँ म चिन्ता चाहिँ नगर्न भन्छु नि, त्यो भयो। त्यसपछि खानामा सुरुमा चिनी, सक्कर, मह हो, जुन अब छ नि होइन, चिनी नखाने, सक्कर खाने, मह खाने, त्यस्तो छ नि। डायबिटिजको बिरामीलाई केही पनि खान मिल्दैन। र बोतलको जति पनि कोक, फ्यान्टा, जुसहरू हुन्छ होइन, सुगर फ्री टेब्लेट, त्यस पछाडि डाइट कोक होइन, यिनीहरू सब बिजनेस हो कि हो। सुगर फ्री टेब्लेट भन्छ हो, सुगर फ्री हो भन्छ, त्यो गुलियो कसरी भयो? नुन फ्री भने नुनिलो नहुनु पर्ने नि त होइन। किनभने तपाईँको शरीरलाई केही पनि मतलब छैन कि यो गुलियो फलफुलको हो, यो गुलियो सुगर फ्री हो, यो गुलियो एकनासै व्यवहार गर्छ कि, एकनासै सुगर बढ्छ कि। त्यसले गर्दा यी कुराहरू सुगरको बिरामीले खानै मिल्दैन कि। अर्को कुरा चाहिँ जे पनि खान मिल्छ, बिहामा पनि गएर खान मिल्छ, भोज पनि खान मिल्छ, दसैँ तिहार सबै थोक खान मिल्छ कि। तर तरिका चाहिँ फरक हुन्छ कि। तरिका फरक के हुन्छ भनेपछि नि, यो प्लेट हुन्छ कि, एउटा डायबिटिक प्लेट भन्छौँ कि हामी हो, डायबिटिक प्लेट भन्छौँ। अब जस्तै अहिलेसम्म जस्तै भात दाल सब्जी खाइरहनु भएको छ भने अब चाहिँ सब्जी दाल भात खाना लाउँछु कि। जस्तै सुरुमा चाहिँ सब्जीहरू आधी प्लेटमा, जस्तै भात पहिला आधी प्लेटमा हाल्थ्यो नि त होइन, आधी प्लेटमा चाहिँ तरकारी साग सलाद, त्यसपछि 4 भागमा 1 भाग जस्तै दाल मासु अन्डा दही, 4 भागमा 1 भाग मात्र भात अथवा रोटी। भात खानुहोस्, रोटी खानुहोस्, सेतो भात खानुहोस्, उस्नेको भात खानु, रोटी खानु, केही फरक छैन, हल्का हल्का फरक हुन्छ तर मात्राको चाहिँ फरक हो। जे खाने थोरै खाने त्यो है त। र यो तरिका जस्तै सुरुमा चाहिँ सागसब्जीहरू खाए हो, सुरुमा चाहिँ
सुरुवात यहाँबाट गऱ्यो, अलिअलि राख्ने, अन्तिममा भात रोटीसँग मिलाएर खानलाई। त्यसपछि यो दाल मासु अन्डा दहीहरू खायो, भात अथवा रोटी थोरै र अन्तिममा खानुपर्छ कि यो तरिकाले मात्र खायो भने जुन खाना खाएर सुगर बढ्छ नि त्यो चाहिँ 75% सुगर बढ्न दिँदैन कि। भात रोटीले सुगर बढ्छ। अब भात रोटी त घेरियो नि त हो, भात रोटी घेरिन्छ कि यो फाइबर र यो प्रोटिनले, त्यसपछि बढ्दैन कि 75%। र एउटा कुरा के छ नि, जस्तै बिरामीलाई के भन्छु, सधैँ बिहान आधीदेखि 1 घन्टा हिँड्ने, आधी घन्टा बसेर योगा गर्ने, जाँड रक्सी चोट खैनी गुटका खान मिल्दैन हो। बिहान त हिँड्यो होइन, त्यस पछाडि खाना खाएर 10 देखि 15 मिनट हिँड्नै पर्ने हुन्छ हो। त्यो चाहिँ हिँड्यो भने 25%ले सुगर बढ्दैन कि। सबभन्दा बढी चाहिँ सुगर बाहिर फ्याल्ने भनेको खुट्टाको तल्लो मासु हुन्छ नि यहाँनिर हो, सोलियस मसल भन्छ कि, त्यो ग्लुकोजलाई सोच्ने मसल भन्छ कि मासु होइन, त्यो मासुले हो कि। त्यसको लागि त हिँड्नु पर्यो। त्यसले गर्दा खाना खाएर चाहिँ 10 देखि 15 मिनट मात्रै हिँड्यो भने खाना खाजा खाएर 25%ले सुगर बढ्न दिँदैन हो। 100% त आफ्नै हातमा छ होइन। हजुर। र अर्को चाहिँ के भनेर इक्जाम्पल दिन्छु भने, जस्तै उदाहरण दिन्छु भने अहिले सजिलो सबैले बुझ्ने गरी, जस्तै अब यति सागसब्जी सलादले खायो भने 50 सुगर बढ्छ भने यति चाहिँ भात रोटीले 50 बढाउँछ होइन। यति चाहिँ जमिन मुनि कुराले चाहिँ, जस्तै 2टा हात यति खानुभयो भने सागसब्जी सलाद भनेपछि तपाईँको 50 सुगर बढ्यो होइन। यति चाहिँ 1 हात ठेक चाहिँ खानुभयो, जस्तै भात अथवा रोटी खानुभयो भने 50 सुगर बढ्छ होइन। यति चाहिँ जमिन मुनि कुरा खानुभयो भने 50 बढ्छ हो। भनेपछि सजिलो भयो नि त हो। सागसब्जी बढी खाने, भात रोटी कम खाने, जमिन मुनि कुरा पनि खान मिल्छ, नखाने होइन। सबभन्दा पहिला चाहिँ के हुन्छ नि, सुगर हुने बित्तिकै जो आलु खान छोड्छ होइन है त, त्यो पनि खान मिल्छ तर मात्रा। सुगरको लागि चाहिँ कुन खाना राम्रो नराम्रो भन्दा पनि सबै खाना राम्रो हो, तर मात्राको कुरा हो। हामीले खानेकुराहरू र शारीरिक क्रियाकलापका बारेमा त छलफल गरि नै हाल्यौँ। अब डायबिटिसका बिरामीहरूले के कस्ता दबाईहरू चाहिँ खानुपर्ने हुन्छ, यसको विधि चाहिँ के कस्तो विधिहरू छन् भनिदिनु न सर। हुन्छ, जस्तै अब उपचारमा त सबभन्दा महत्त्वपूर्ण के छ भने स्वास्थ्य खाना र हामी जुन अब शारीरिक गतिविधि भन्छौँ नि, हिडाइ भन्छौँ नि होइन। अब हिडाइ सबभन्दा ठुलो राम्रो दबाई हो होइन। त्यसले गर्दा के छ भनेपछि 10,000 पाइला प्रत्येक दिनको हामी जहिले कुरा गर्छौँ नि होइन। कस्तो छ भनेपछि 10,000 पाइला चाहिँ जस्तै 22 वर्षको उमेरदेखि 10,000 पाइला सधैँ हिँड्यो भने क्रोनिक डिजिज भन्छ कि, जस्तै डायबिटिज भयो है, प्रेसर भयो, थाइरोइड भयो, यिनीहरू हुँदैन कि। 100% चाहिँ हुँदैन है त। 22 वर्षको उमेरदेखि, जस्तै तपाईँहरूको अहिले उमेर छ 22 वर्ष होइन, अहिलेदेखि चाहिँ 10,000 पाइला सधैँ हिँड्नुपर्ने हुन्छ हो। जस्तै कुनै कुराको नि, जस्तै डायबिटिजको अथवा कुनै पनि रोगको होइन, डायबिटिजको पनि अथवा कुनै पनि रोगको सबभन्दा राम्रो उपचार भनेको रोगबाट बच्नु हो कि हो। र त्यो बचाइको लागि 10,000 पाइला चाहिँ हिँड्नु होइन, त्यो राम्रो। अर्को चाहिँ जस्तै अब हामी चाहिँ दबाईको कुरा गरौँ होइन। अब यदि चाहिँ दबाई खानु परिरहेछ भने एउटा मुखले खाने दबाई हुन्छ, एउटा चाहिँ इन्सुलिन भन्ने हुन्छ। र डायबिटिजको सबभन्दा राम्रो चाहिँ दबाई इन्सुलिन हो, किनभने हाम्रो पेनक्रियाज ग्ल्यान्ड भने नि जहाँबाट चाहिँ इन्सुलिन निस्किन्छ त्यही तत्त्व चाहिँ हुन्छ कि हो। र अर्को चाहिँ जुन मुखले खाने दबाईहरू जुन हामी दिन्छौँ हो, त्यो चाहिँ दोस्रो टाइपमा चाहिँ दिनुपर्ने हुन्छ। पहिलो टाइप र जस्तै गर्भावस्थाको डायबिटिज छ भनेपछि इन्सुलिन चाहिँ राम्रो हो। र अघि हामी हिडाइको कुरा गऱ्यौँ नि होइन। हिडाइ सबभन्दा राम्रो दबाई किन भन्यो भने इन्सुलिन राम्रो दबाई हो, हिडाइ चाहिँ सबभन्दा राम्रो दबाई हो। जस्तै अब इन्सुलिनले अब एउटा HbA1c जुन 3 महिनाको औसत सुगर भने नि अघि हामी 3 महिनाको औसत सुगर देखाउँथ्यो, इन्सुलिनले चाहिँ 2ले घटाउँछ कि 2ले घटाउँछ भने हिडाइले पनि 2ले घटाउँछ कि हो। जस्तै अब 30 देखि 45 मिनट हामी सधैँ हिँड्यो भने त्यो चाहिँ 2ले घटाउँछ कि हो। र इन्सुलिनको त साइड इफेक्ट पनि हुन्छ नि त, हिडाइको त साइड इफेक्ट छैन होइन, त्यसको चाहिँ नकारात्मक केही पनि छैन, त्यो एउटा भएन। र मुखले खाने दबाई त भयो होइन। अब जस्तै मुखले खाने दबाई अब खायो भने सबभन्दा के छ भनेपछि नि, कुनै पनि यदि हामी उपचार गरिरहेछौँ होइन, उपचार गरिरहेछौँ भनेपछि बिरामीलाई थाहा हुनुपर्छ कि जस्तै अब म त दबाई खाइरहेको छु, मेरो सुगर कति भयो भने चाहिँ म चाहिँ एकदमै मेरो राम्रो उपचारले राम्ररी काम गरेँ, दबाईले राम्ररी काम गरिरहेछ भने त्यो चाहिँ थाहा हुनुपर्छ। जस्तै खाली पेटको 80 देखि 130 को बिचमा हुनै पर्छ होइन। खाना खाएर 140 देखि 180 को बिचमा हुनुपर्छ होइन। र जुन HbA1c छ होइन, जुन अब 3 महिनाको औसत सुगर छ त्यो चाहिँ 7 भन्दा मुनि हुनुपर्छ। यो 3टा चाहिँ लक्ष्य दायरा भयो कि उपचारको होइन। यो 3टा लक्ष्य दायरामा भयो भने कुनै पनि समस्या कहिले पनि हुँदैन कि हो। कुनै पनि समस्या, जस्तै सुगरमा नि दबाई भनेको 10% हो, 90% भनेको खानपिन र जीवनशैली हो कि। तर हामी उल्टो गर्छौँ कि हो, 90% दबाईमा फोकस गरिदिन्छौँ। अब दबाई खायो भने जे पनि खान मिल्छ भनेर हामी यता चाहिँ सबै यता चाहिँ शारीरिक गतिविधि हिँड्न छोडिदिन्छौँ,
खाना सबै केही पनि बार्दैनौँ है त। त्यो चाहिँ हामीले चाहिँ सुरुमै भनिदिन्छौँ। र अर्को चाहिँ जस्तै अब मुखले खाने दबाई खाइरहेको छ दोस्रो टाइपमा पनि, र सुगर नियन्त्रणमा छैन, किनभने अघिको जुन हामीले भने नि यतिमा नियन्त्रण भयो भने कुनै पनि समस्या कहिले पनि हुँदैन होइन। अब त्योमा छैन भनेपछि हामी चाहिँ इन्सुलिन नै दिनुपर्ने हुन्छ। जस्तै सुरुमै आयो 10 भन्दा बढी छ HbA1c जुन भने नि 3 महिनाको औषध सुगर 10 भन्दा बढी छ भने सुरुमै चाहिँ 1 डोज चाहिँ इन्सुलिन चाहिँ हाल्नुपर्ने हुन्छ। अरू चाहिँ मुखले खाने दबाई पनि हाल्ने र इन्सुलिन पनि हाल्नुपर्ने हुन्छ होइन। अब दबाई खाँदै पनि जस्तै 2-3टा दबाईभन्दा बढी चाहिँ अब शरीरलाई चाहिन्छ भने नियन्त्रण गर्नलाई, त्यसपछि इन्सुलिन नै दिनुपर्ने हुन्छ। अथवा 2टा अथवा एउटा दबाई खाइरहेछ तर त्यो HbA1c चाहिँ 8 छ 9 छ भनेपछि त्यो चाहिँ सुई चाहिँ दिनै पर्ने हुन्छ। जसरी भए पनि नियन्त्रणमा लिनै पर्ने हुन्छ। सर, अनि यदि हाम्रो शरीरमा सुगरको मात्राको नियन्त्रण भएन, अब कोही बिरामीहरू अब हजुरले भनिहाल्नुभयो सुगर भइरहेको हुन्छ, उसको शरीरमा चाहिँ सुगरको मात्रा बढी हुन्छ तर कसैलाई थाहा नै हुँदैन कति मात्रा भयो भने राम्रो हो भनेर। अनि अब बिरामीहरूले राम्रोसँग दबाई लिँदैनन् र नियन्त्रण भएन भने चाहिँ यसले हाम्रो शरीरमा के जटिलताहरू चाहिँ निम्त्याउँछ त? हो, त्यही भने सुगरको रोग चाहिँ राम्रो, समस्या चाहिँ नराम्रो होइन। जस्तै एउटा चाहिँ खुट्टामा मात्र घाउ भयो भने निको हुँदैन नि त होइन। हड्डी समात्छ, पछि औँला काट्नुपर्छ, खुट्टा काट्नुपर्छ। एउटा खुट्टाको मात्र जटिलता आयो भने अनुसन्धानहरूले के देखाउँछ भनेपछि त क्यान्सरको उपचारको जुन खर्च हुन्छ अरे र खुट्टाको उपचारको खर्च बढी देखेछ। डायबिटिजमा जुन समस्या भएर खुट्टामा जुन समस्या हुन्छ नि डायबिटिजले गर्दा त्यो खुट्टाको उपचारको खर्च बढी देखिरहेछ होइन। डायबिटिज यदि नियन्त्रणमा छैन भने टाउकोदेखि लिएर नङसम्म खुट्टासम्म चाहिँ समस्या हुन्छ। जस्तै अब भित्र चाहिँ पक्षघात गराउने होइन, आँखा चाहिँ अन्धोपन गर्छ होइन। डायबिटिजले के गर्छ भने नि यो आँखामा चाहिँ साइडबाट असर गर्छ कि दृष्टि पर्दामा हो। जब चाहिँ दृष्टिमा समस्या आउँछ नि त्यो धेरै ढिलो भइसकेको आउँछ। त्यसले गर्दा डायबिटिज थाहा भएको चाहिँ बेला नै जाँच गर्नुपर्ने हुन्छ आँखा, र प्रत्येक वर्ष चाहिँ आँखा चाहिँ जाँच गरिराख्नुपर्ने हुन्छ। त्यो भयो, आँखाको समस्या भयो। मुटु घातहरू गराउने डायबिटिज एकदमै हो, किनभने कस्तो छ नि जस्तै डायबिटिज भयो भने अब हामी सुतेको बेला त मुटुको चाहिँ अलि रेस्ट गर्छ नि त मुटुले, तर डायबिटिजको बिरामीमा चाहिँ त्यो चाहिँ हुँदैन कि। त्यसले गर्दा चाहिँ सबभन्दा बढी समस्या मुटुको हुन्छ डायबिटिज बिरामीमा होइन। किडनी बिगार्ने होइन। त्यस पछाडि अब यदि चाहिँ कोही अब छ भनेपछि इरेक्टाइल डिस्फङ्सन भन्छ, जस्तै अब आफ्नो श्रीमान श्रीमतीमा जुन सम्पर्क हुन्छ त्यसले गर्दा चाहिँ उत्तेजनाहरू नआउने त्यस्तो समस्या हुन्छ। त्यस पछाडि खुट्टाको समस्याहरू होइन, खुट्टाकोमा घाउ हुन्छ निको हुँदैन भनेपछि टाउकोदेखि लिएर खुट्टासम्म जटिलता आउँछ। र सबभन्दा चाहिँ के छ भने नि यो सबैबाट बच्नलाई होइन त्यो नियन्त्रण हुनैपर्छ। नियन्त्रण भयो भने कुनै पनि समस्या कहिले पनि आउँदैन। सर, अब बिरामी पहिला त सबै खाँदै आएको बिरामी, एक्सर्साइज नगर्ने बिरामीहरू हुन्छन्। अब उनीहरूलाई एक्कासी सुगर देखियो अनि अब यति धेरै कुराहरू यो गर भन्दाखेरि त अब बिरामीलाई नि आफ्नो जीवनशैलीमा एक्कासी परिवर्तन ल्याउन, सबै कुरामा परिवर्तन ल्याउन त गाह्रै हुन्छ। यसमा तपाईँले 3टा कुरा चाहिँ तपाईँले गर्नै पर्छ भनेर भन्नुपर्दा चाहिँ हजुरले बिरामीलाई यो कुरा चाहिँ गर भनेर चाहिँ के 3टा कुरा भन्नुहुन्छ? सुरुमा चाहिँ म बिरामीलाई के भन्छु, चिनी खान छोडिदिनुहोस्। म आफै पनि 5 वर्ष भइसक्यो मैले चिनी खाएकै छैन होइन। चिनी खान छोडिदिनुहोस्, किनभने चिनी चाहिँ शरीरलाई बिस्तारै नष्ट गर्ने स्लो पोइजन भन्छ नि, अनि त्यो विष नै हो कि है त, हठात् त्यो भनिदिन्छु। अर्को हिडाई भन्छु कि हिडाई त दबाई नै हो, हिडाईको विकल्प नै छैन कि। त्यो हिड्यो भने रोग लाग्दैन, त्यो एउटा भयो। अर्को चाहिँ के छ, जाँड रक्सी चुरोट खैनी गुट्का यिनीहरू चाहिँ नखान भन्छु। हजुर, अनि यसमा पनि 2टा मात्र कुरा गर्न भन्नुभयो चाहिँ के भन्नुहुन्छ? चिनी खान फेरि छोड्न भन्छु, चिनी त म सल्लाह दिँदैन, र अर्को चाहिँ हिडाई भन्छु है त, त्यो 2टा चाहिँ। सर, हजुर चाहिँ यहाँ ओपिडीबाट गएपछि चाहिँ हजुरको दिनचर्या कसरी हजुरले आफ्नो दिनलाई कन्टिन्यू गर्नुहुन्छ र अब हजुरको यहाँ पछिको समय चाहिँ के गरेर हजुरले बिताउनुहुन्छ यसको बारेमा पनि भनिदिनु न। जस्तै अब ओपिडीबाट गयो अब चिया अथवा खाजा खायो होइन। त्यस पछाडि म आफ्नो वाइफसँग होइन म इभिनिङ वाक गर्छु कि होइन, किनभने अब कस्तो छ भनेपछि नि अब वाइफले पनि इभिनिङमा चाहिँ वाक गर्नुपर्ने हुन्छ, मर्निङमा भ्याउँदैन भने इभिनिङमा चाहिँ गर्नुपर्ने हुन्छ। उहाँसँग म चाहिँ इभिनिङ वाक गर्छु। त्यसपछि आएर अब जे हुन्छ अब जस्तै अब बच्चाहरूलाई अलिकति पढाइमा सहयोग गरिदियो। त्यस पछाडि आफू पनि केही अब क्लासहरूको लागि चाहिँ हेर्नुपर्ने हुन्छ, तिनीहरू चाहिँ हेऱ्यो होइन। र त्यसपछि खाना खाएन,
खाना खाँदाखेरि चाहिँ अब राति चाहिँ प्रायः रोटी नै हुन्छ घरमा होइन, त्यो रोटी नै खान्छु र सागसब्जी चाहिँ बढी खान्छु होइन। र अब म चाहिँ शाकाहारी हो, सानैदेखि कहिले मासु खाएकै छैन, त्यसले गर्दा म सागसब्जी बढी खान्छु होइन। र खाना खाएर चाहिँ म 10 मिनट चाहिँ हिँड्छु होइन, 10-15 मिनट। त्यो हिँड्दाखेरि चाहिँ बच्चाहरू सबैलाई लिएर जान्छु कि। र त्यो चाहिँ कस्तो छ भनेपछि नि, त्यो खाना खाएर 10 मिनट हिँडे पछाडि नि मैले चाहिँ के महसुस गरेँ भने, जस्तै एउटा चाहिँ सुताइको गुणस्तर एकदमै बढेर राम्रो गयो होइन। र बिहान पनि जस्तै उठ्दाखेरि नि अलिकति अर्कै ऊर्जाले चाहिँ उठिन्छ होइन, त्यो भयो। र राति चाहिँ पहिला चाहिँ म राति चाहिँ सुत्ने बेलामा चाहिँ ब्रस चाहिँ बिहान मात्र गर्थेँ कि, सुत्ने बेलामा गर्थेन, थाहा थिएन। जब मेरो छोरा भयो नि त, छोरा भए पछाडि दाँतमा समस्या भयो कि, मलाई छोराले चाहिँ ब्रस गर्न लाउँछ कि राति। त्यसपछि मेरो पनि राम्रै भएछ। र मोबाइल चाहिँ म हेर्दिनँ राति सुत्ने बेलामा। राति चाहिँ सुत्ने बेलामा जस आधीदेखि 1 घन्टा खाना खाइसके पछाडि म मोबाइल चाहिँ हेर्दिनँ कि। त्यसले गर्दा के हुन्छ भने, जस्तै एउटा त 10-15 मिनट हिँडाइ भयो र अर्को चाहिँ मोबाइल हेरेन भने नि सुताइको गुणस्तर पनि राम्रो भएर गयो। र जुन बिहान जुन उठ्ने जुन हुन्छ नि बिउजिने, त्यो चाहिँ म कहिले पनि अलार्म चाहिँ लाउँदिनँ कि, त्यो चाहिँ आफै चाहिँ 4देखि 5को बिचमा चाहिँ आफै चाहिँ बिउजिन्छु। जस्तै अब इन्सुलिन चाहिँ बिरामीलाई दिनुपर्ने हुन्छ। अब मुखले खाने दबाईले नियन्त्रणमा छैन, अथवा पहिलो टाइपको डायबिटिज छ, अथवा चाहिँ गर्भावस्थाको डायबिटिज छ भनेपछि हामी चाहिँ इन्सुलिन चाहिँ दिनुपर्ने हुन्छ हो। अब मुखले खाँदा पनि दोस्रो टाइप डायबिटिजमा नियन्त्रणमा छैन भने मुखले खाने दबाई यो चाहिँ इन्सुलिन चाहिँ दिनुपर्ने हुन्छ होइन। अब यो विभिन्न कम्पनीहरूको पेनहरू हुन्छ कि हो। अब आफ्नो जुन कम्पनीको जुन दबाई हुन्छ त्यो कम्पनीको पेनमा मात्र चाहिँ यो चाहिँ फिट हुन्छ कि, अरूमा चाहिँ हुँदैन होइन। अब यो दिँदाखेरि जस्तै अब यो पेन भयो, पहिला भाइलमा आउँथ्यो, अलिकति गाह्रो हुन्थ्यो। पेन किन सजिलो हुन्छ भनेपछि जहाँ पनि बोकेर हिँड्न मिल्यो हो। र अर्को कुरा चाहिँ जस्तै यो पेनको चाहिँ फ्रिजमा चाहिँ नहाले पनि हुन्छ। यदि चाहिँ मैले चाहिँ अब यो दबाई एक्स्ट्रा दबाई लगेँ, यो चाहिँ यसलाई चाहिँ 2 देखि 8 डिग्री चाहिन्छ होइन, यो चाहिँ फ्रिजमा हाल्नु पर्यो। र फ्रिजमा हाल्दाखेरि ढोकामा चाहिँ कहिले पनि हाल्नु हुँदैन हो, किनभने ढोका त दिनभरि खोलिरहेको हुन्छ, बन्द गरेर हुन्छ। त्यसले गर्दा त्यहाँनिर चाहिँ टेम्परेचर चाहिँ तलमाथि भइरहेको हुन्छ। यो बिचमा जहाँ सब्जी हाल्छ त्यहाँनिर हाल्ने होइन, यो दबाई यदि एक्स्ट्रा लगेको छ भने होइन। यदि पेनमा एकचोटि हालिसके पछाडि चाहिँ त्यसलाई चाहिँ चाहिँदैन कि, त्यसलाई चाहिँ फ्रिजमा चाहिँदैन, किनभने त्यति बेला चाहिँ 8 देखि 30 डिग्री चाहियो कि। अहिले चाहिँ जाडो महिनामा 8 देखि 30 डिग्री त्यतिकै हुन्छ होइन। र घामबाट चाहिँ बचाउनु पर्ने हुन्छ। र यो जुन निडल छ, यो निडल चाहिँ पहिला जुन इन्सुलिन पेनभन्दा पातलो हो। इन्सुलिन पेनको चाहिँ 30 गजको हुन्छ भने यो चाहिँ 32 गजको हुन्छ कि। यो निडल चाहिँ लाउँदाखेरि यसरी गरेर लगाउने हो। त्यस पछाडि यो भयो है त, यो चाहिँ सेट भयो। जहाँ अब कतै जानु छ भने यहाँ पेन हालेर पनि गयो, खल्तीमा हालेर पनि जान मिल्यो होइन। र लगाउँदाखेरि के हुन्छ भने नि, जस्तै अब यहाँनिर चाहिँ जस्तै अब 0 छ हो, 0 छ भनेपछि के गर्ने, जस्तै अब मलाई अब चाहिँ इन्सुलिन लिनु पर्यो भने जस्तै अब 10 युनिट लिनु पर्यो होइन। 10 युनिट लिनु पर्यो भने यस्तो घुमायो भने 10 चाहिँ ठ्याक्क पुग्छ। 10मा लाने हो, 10मा लग्यो। अब चाहिँ यो सेतो धारका जुन 10मा गयो नि, त्यो 10मा लग्यो। र त्यस पछाडि के गर्ने, यो 4 औँलाले यसरी समात्ने, बुढी औँला यहाँ राख्ने, त्यस पछाडि यो खोल्ने हो। एकदम पातलो हुन्छ निडल, आँखाले पनि भ्याउँदैन हो। र यो लिँदाखेरि जस्तै पेटमा लिने हो होइन। पेटमा लिँदाखेरि नि अलि उभ्नु पेटमा लिने। पेटमा लिँदाखेरि जस्तै 30 दिनमा 30वटा ठाउँ चाहियो एकचोटि यदि लिइरहेछ भने। कसैले दुईचोटि लिइरहेछ भने 30 दिनमा चाहिँ 60वटा ठाउँ चाहियो होइन। र लिँदाखेरि जस्तै अब यो आज यहाँ भोलि यहाँ यस्तो लाइन भयो भने याद हुन्छ, अथवा चाहिँ दुईचोटि लिइरहेछ भनेपछि बिहान बेलुका यस्तो गरेर लियो भने लाइन चाहिँ याद हुन्छ, यहाँसम्म लिन सक्यो होइन। लिँदाखेरि आफै लिने हो, आफै चाहिँ 4 औँलाले यसरी समात्ने, बुढी औँला यहाँ राख्ने, त्यसपछि सिधा गरेर लग्यो र लियो। किर गरेर छ नि, जस्तै अब यो किर गरेर 0मा ल्याए होइन, 0मा ल्याए पछाडि के हो, सबै दबाई त छालामा गयो होइन। त्यस पछाडि एकछिन भित्रै राख्नुपर्ने हुन्छ, किनभने एक थोपामा पनि धेरै दबाई हुन्छ, खेर नजाओस् भनेर एकछिन चाहिँ 10 सेकेन्डसम्म चाहिँ भित्रै राख्नुपर्ने हुन्छ। त्यो चाहिँ मनमनै गर्नु पर्यो। 1 2 3 4 5 6 7 8 9
10 त्यसपछि बाहिर निकाल्ने होइन। र एक ठाउँमा जस्तै अब आज यहाँ लगायो भने भोलि लगाउनु पर्छ भने यहाँ लगाउने हो त, अथवा अहिले चाहिँ यहाँ लगायो भने साँझ लगाउनु पर्यो भने त्यसको तल लाउने कि एक ठाउँमा लगाइराख्ने होइन त्यो चाहिँ भयो। र अर्को चाहिँ के छ भने नि अर्को कुरा जानकारी के चाहियो भने जस्तै कहिलेकाहीँ अब यो त एउटा इन्सुलिन भयो होइन, कहिलेकाहीँ एउटै इन्सुलिनमा दुईवटा इन्सुलिन मिक्स भएको हुन्छ, लामो समयसम्म काम गर्ने छोटो समयसम्म काम गर्ने जुन इन्सुलिन हुन्छ नि एउटैमा मिक्स आउँछ कि। यदि त्यो इन्सुलिन छ भने डक्टरलाई सोध्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ मिक्स गर्नुपर्ने हुन्छ कि, किनभने जुन इन्सुलिनको बढी तौल हुन्छ त्यो तल आउँछ होइन, र जुन इन्सुलिनको अलिकति कम तौल त्यो माथि हुन्छ भनेपछि एउटा इन्सुलिन मात्र लिएर आउँछ कि, त्यसले गर्दा सुगर नियन्त्रणमा हुँदैन हो। र जब यो चाहिँ रातो छ यहाँनिर यो आफै माथि आउँदै गर्छ, यहाँ आयो भने सक्यो, र यो सकेपछि मात्र खोल्ने यो, नत्र चाहिँ फेरि के हुन्छ हावा पस्छ हो, हावा पस्छ। र यो चाहिँ खोल्दाखेरि यसरी नै खोलेर लगाउने हो है यहाँबाट। र यदि यो निडल चाहिँ हरेक निडल चाहिँ यदि कसैले चाहिँ अब पैसा धेरै भएको पनि आइरहेको हुन्छ त्यो चाहिँ निडल चाहिँ यो निडल छ नि हरेकचोटि चाहिँ इन्सुलिन लिएपछि फेर्न मिल्छ होइन। यदि चाहिँ होइन हरेक चाहिँ 4 5 लिइसके पछाडि यो निडल चाहिँ फेर्नै पर्ने हुन्छ कि, नत्र भोथो हुन्छ कि है त, त्यसले गर्दा दुखिरहेको हुन्छ र नदुखोस् भनेर यो निडल चाहिँ फेरिराख्नु पर्ने हुन्छ। सबभन्दा राम्रो चाहिँ 5 लिइसकेपछि नि 5 छलामा लिइसके पछाडि यो निडल चाहिँ फेरिदिनु है त, त्यो चाहिँ सबैभन्दा राम्रो हुन्छ। फेरि पनि धेरै धेरै धन्यवाद सरलाई। हामीले यस भिडियोमा स्वयं डायबिटिक विशेषज्ञ डाक्टर अजय यादव सरसँगको दिनचर्यालाई नजिकबाट निहाल्ने सुनौलो अवसर पायौँ र सरको दिनचर्या र जीवनशैलीबाट हामीले धेरै नै ज्ञान लिन सक्छौँ भन्ने कुराहरू हामीले धेरै नै कुराहरू सिक्न सक्छौँ। र डायबिटिज भनेको के हो यसका बारेमा हामीले गहिराइमा बुझ्यौँ। हाम्रो यो भिडियो साँच्चै नै धेरै नै चेतनामूलक रह्यो र यसले समाजमा धेरै सुधारहरू ल्याउला भन्ने आशाका साथ हामी यस भिडियोलाई चाहिँ अन्त्य गर्छौँ। हस्, धन्यवाद।